मसीहहरू सम्पूर्णमा यूहन्ना 18को 28 देखि 32 सम्म यहाँ यसो भनेर लेखिएको छ। तब तिनीहरूले येशूलाई कैयाफाको घरबाट महलतिर लगे। त्यति बेला बिहान पाका थियो। बिटु लिएर निस्तार चाडको भोज खान पाउँदैनौ भन्ने डरले तिनीहरू महलभित्र पसेनन्। यसकारण तिनीहरू कहाँ बाहिर निस्केर पिलातसले भने, यस मानिसको विरुद्धमा तिमीहरू के अभियोग लाउँछौ? तिनीहरूले उनलाई भने, यदि यो मानिस अपराधी नभए हामी यसलाई तपाईँ कहाँ सुम्पने थियौँ? पिलातसले तिनलाई भने, तिमीहरू यिनलाई लैजाऊ र तिमीहरूको आफ्नै व्यवस्था बमोजिम यिनको इन्साफ गर। यहुदीहरूले उनलाई भने, कुनै मानिसलाई प्राणदण्ड दिने अधिकार हामीलाई छैन। उहाँको मृत्यु कुन रीतिले हुनेछ त्यसको सङ्केत दिएर उहाँले भन्नुभएको वचन पूर्ण होस् भनेर यसो भएको थियो।